जय मसीह सबैजनालाई। आजको नयाँ वर्षमा म हजुरहरूलाई डिभोसनबाट यो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। अनि आजको नयाँ वर्षको पहिलो दिनमा नै म हजुरहरूलाई एफएससी 2को 8 देखि 10बाट डिभोसन दिन गइरहेको छु। यहाँ यसरी लेखिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। किनकि हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौँ। हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिल्यैबाट ती तयार गर्नुभएको थियो। अनि ती तीनवटा कुराहरू म हजुरहरूलाई बताउन चाहन्छु। एक नम्बरमा चाहिँ मुक्ति चाहिँ सित्तैमा हो। धेरैपल्ट हामीले मुक्ति 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 भनेर सुनेका छौँ, तर मुक्ति भनेको चाहिँ के हो भन्दाखेरि मुक्ति भनेको पापको शक्ति र प्रभावबाट छुटकारा पाउनु हो। मुक्तिको योजना परमेश्वरले संसारको सृष्टिभन्दा अघि नै बनाउनु भयो र क्रुसमा प्राप्त गरियो र अन्तिम न्यायको दिनमा पुरा हुनेछ, जब यसु ख्रीष्ट दोस्रो पटक आउनुहुनेछ र नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नुहुनेछ। अनि उहाँको कष्टले गर्दा चाहिँ हाम्रो मुक्तिको काम चाहिँ सिद्धिएको भनेर हामी विश्वास गर्दछौँ। अनि 2 नम्बरको कुरा चाहिँ मुक्ति पाउनको लागि हामीले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्दछ। यो विश्वास भनेको केवल ऐतिहासिक तथ्यहरूलाई स्वीकार गर्नु मात्रै होइन। जस्तै इतिहासमा कुनै व्यक्ति आउनु भएको थियो भने जस्तै येशू ख्रीष्ट पनि कुनै एउटा व्यक्ति मात्रै हुनुहुन्थ्यो, इतिहासमा एउटा व्यक्ति हुनुहुन्थ्यो भन्ने खालको विश्वास होइन। मुक्ति पाउने विश्वास चाहिँ येशू ख्रीष्ट नै एकमात्र प्रभु र मुक्तिदाता हुनुहुन्छ भन्ने विश्वास हो। अनन्त जीवनका लागि, स्वर्गको बाटोका लागि येशूमा भरोसा राख्ने खालको विश्वास नै साँचो विश्वास हो। विश्वास भनेको मुक्ति पाउनका लागि म केही गर्न सक्दिनँ, तर ख्रीष्टले सम्पूर्ण कार्य सिद्ध्याउनु भयो भन्ने कुरामाथिको भरोसा हो। 3 नम्बरको कुरा, इसाईहरूले असल कार्यहरू मुक्ति पाएपछि गर्छन्। जसले येशू ख्रीष्टलाई विश्वास गर्दछ उसको नाउँ जीवनको पुस्तकमा लेखिन्छ। यस अर्थमा साँचो विश्वास गर्नेहरूको नाउँ जीवनको पुस्तकमा लेखिन्छ। म चर्च धेरै जान्छु, एकदमै धेरै समय प्रार्थनामा बिताउँछु, धेरै भेटिदिन्छु, ठुलो मण्डलीमा जान्छु, दुखीलाई सहायता गर्छु, घरेलु सङ्गति जान्छु, सुसमाचार सुनाउँछु, अनि मेरो नाउँ जीवनको पुस्तकमा लेख्नेछु। होइन प्रियहरू, जब मैले हृदयमा विश्वास गरेर येशू ख्रीष्टलाई मुक्तिदाता र प्रभु भनी स्वीकार गर्दछु, त्यति नै खेर मेरो नाउँ जीवनको पुस्तकमा लेखियो। त्यसो भए ती असल कार्यहरू के हुन् त? ती चाहिँ मेरा असल गवाहीहरू हुन्। ती चाहिँ मैले मुक्ति पाएपछि गर्ने विश्वासीहरूका चरित्रहरू हुन्। अनि ती कुराहरू सम्झनाका पुस्तकमा लेखिन्छन्, जसले मलाई स्वर्गीय इनामका भागीदारहरू बनाउँदछन्। डिएल मुडी भन्ने प्रभुका जनले यसरी भन्दछन्, मैले मुक्ति पाउनुभन्दा अघि क्रुसतर्फ कार्य गर्दथेँ, र मुक्ति पाइसकेपछि क्रुसद्वारा कार्य गर्दछु। प्रभुले हजुरहरूलाई प्रशस्त मात्रामा आशिष दिउन् र यो नयाँ वर्षमा हजुरहरूलाई प्रभुको प्रेम, अनुग्रह र आशिष हजुरको जीवनमा प्रशस्त मात्रामा बढ्दै गएको होस्। आमेन।